अ ब्याड डे फिसिङ देन अ गुड डे एट वर्क। मतलब माछा नै नपरेको खराब दिन अफिसमा काम गरेको भन्दा राम्रो हुन्छ। अलिकति मोडिफाई गरेर भनिदिएँ, तर खैरेहरूले भन्न खोजेको चाहिँ त्यही हो। हाम्रो समाजमा चाहिँ अल्छीले खेल्ने बल्छी भन्छन्। तपाईँहरूलाई चाहिँ के लाग्छ? मलाई चाहिँ फिसिङ भनेको प्यासन, हबी जस्तै हो। जस्तै फुटबल, भलिबल, क्रिकेट जस्तै फिसिङ पनि एक प्रकारको गेम जस्तै हो। यसमा चाहिँ पेसेन्ट भन्ने चिज चाहिँ सबैभन्दा बढी जरुरी हुन्छ। र साथीहरू हल्का एक्टिभ पनि हुन सक्नुपर्छ, नत्र भने माछा फुस्किन पनि सक्छ है। परेको ठुलो माछा फुत्क्यो भने भक्कसी बाजा बजाएर लिएर आएको बुढी भोलिपल्टै अर्कोसँग पहिला भागेको जस्तो फिल हुन्छ अरे। यो चाहिँ साथीले भनेको। र साथीहरू यो माछा चाहिँ ग्रासकार हो। यो अहिलेसम्म हामीले देखाएको थिएनौँ। यो माछा पनि राम्रै हुन्छ है। तर मलाई सबैभन्दा मनपर्ने माछा भनेको लोकल सर। लोकल सर परेन भने मलाई कस्तो कस्तो हुन्छ साथीहरू है। दिनमा एउटा लोकल सर चाहिँ मैले देख्नै पर्छ। र साथीहरू फाइनली हाम्रो लोकल सर पनि परिसकेको छ भन्दै आजको भिडियोमा यहाँतिर गर्न चाहन्छु। नमस्कार, धन्यवाद।